आजको भाषामा येशूले हामीलाई यो भनिरहनु भएको छ, हाम्रो जीवन बलियो अग्लो जगमा निर्माण हुनुपर्छ, जुन न त बाढीले न त बतासले हल्लाउन सक्छ। यदि हाम्रो जीवन र हाम्रो विश्वास बलियो जगमा निर्माण गरिएको छैन भने एक दिन तिनीहरू ध्वस्त हुनेछन्। एडभेन्टले हामीलाई एउटा शान्त र धेरै महत्त्वपूर्ण प्रश्न सोध्छ। तपाईँ वास्तवमा कुन जगमा आफ्नो जीवन निर्माण गर्दै हुनुहुन्छ? यस समयमा सेन्ट जोन द ब्याप्टिस्ट आइपुग्छन्, एक आध्यात्मिक रिट्रिट प्रचारक र आध्यात्मिक बुलडोजरको रूपमा। उहाँ हाम्रो जीवन सजाउन आउनुहुन्न, उहाँ हाम्रो जग जाँच्न आउनुहुन्छ। हाम्रो व्यस्त दिनहरूको उजाड स्थानमा उभिएर उहाँले बोलाउनुहुन्छ, प्रभुको मार्ग तयार पार्नुहोस्। उहाँको आवाज कहिलेकाहीँ कठोर हुन सक्छ, तर यो प्रेमले भरिएको छ। उहाँको इच्छा छ कि हामी परीक्षाहरू आउँदा पनि दृढ रहौं। यो चित्रण गर्न यहाँ एउटा सानो कथा छ। आँधीबेहरी पछि घर मर्मत गर्न एक कामदारलाई बोलाइएको थियो। बाहिरबाट घर सुन्दर देखिन्थ्यो, ताजा रङ, राम्रो झ्यालहरू, बलियो छाना। तर जब भारी वर्षा आयो, भित्ताहरू फुटेर जमिन हल्लियो। परिवार मध्यरातमा भाग्नु पर्यो। कामदारले भन्यो, तपाईको समस्या हावाबाट सुरु भएको होइन, किनभने तपाईले आफ्नो जग जाँच गर्नु भएन। जोनले ठ्याक्कै त्यस्तै गर्छन्। हाम्रो ताजा रङ, हाम्रा धार्मिक अभ्यासहरू, हाम्रा पवित्र शब्दहरू, हाम्रो राम्रो प्रतिष्ठा उसलाई मन पर्दैन। ऊ सिधै जगमा जान्छ र सोध्छ, तपाई केमा उभिनु भएको छ? प्रार्थनामा, घमण्डमा, विश्वासमा, परमेश्वरको वचनमा, संसारको रायमा? यदि जग कमजोर छ भने भित्ताहरू सजाउनु प्रेम होइन। साँचो प्रेम भनेको जग सफा गरेर नयाँ सुरुवात गर्नु हो। जोन क्रिसमस अघि परमेश्वरले पठाउनु हुने शक्तिशाली प्रचारक हुन्। दोस्रो मौकाको सन्त ती व्यक्तिहरूका लागि जो भन्छन्, म पछि परिवर्तन हुनेछु। सोध्नेहरूको सन्त, मलाई माफ गर्नुहोस्, म कहाँ गल्ती भएँ? म यसलाई कसरी ठिक गर्न सक्छु? उहाँले बन्द ढोकाहरू खोल्न, पुराना घाउहरू निको पार्न र सम्बन्धहरू नवीकरण गर्न मद्दत गर्नुहुन्छ। यूहन्ना पनि एक आध्यात्मिक बुलडोजर हुन्, तर हाम्रो समाजमा गरिब र कमजोरहरूलाई अन्यायपूर्ण रूपमा कुल्चने बुलडोजरहरू जस्तो होइन। तिनीहरूले घर र जीवन नष्ट गर्छन्। यूहन्ना बुलडोजरले कमजोरहरूलाई परमेश्वरमा पुग्ने बाटो खाली गर्छ। येशू आफै साँचो निर्माता हुनुहुन्छ। उहाँले मानिसहरूलाई तोड्नुहुन्न, उहाँले मानिसहरूलाई तोड्ने कारणहरूलाई तोड्नुहुन्छ। पाप, घृणा, अन्याय, निराशा ती चीजहरू हुन् जसले मानिसहरूलाई तोड्छन्। जब जग सफा हुन्छ, हामी कसरी उच्च, अझ बलियो जगमा निर्माण गर्छौं। येशूले हामीलाई बलियो जग दिनुभएको छ र आगमन तिनीहरूलाई अभ्यास गर्ने उत्तम समय हो। व्यक्तिगत प्रार्थना। परमेश्वरसँग दैनिक कुरा गर्नुहोस्। प्रार्थनाले परमेश्वरको प्रेम र हाम्रो प्रेमलाई एकताबद्ध गर्दछ। विश्वास। जीवन अस्पष्ट हुँदा पनि येशूमा विश्वास गर्नुहोस्। दैनिक धर्मशास्त्र पठन। यो परमेश्वरको प्रेम पत्र हो। जेसीको जराबाट तुषारको प्रतिज्ञा। परमेश्वरले मृत जस्तो देखिने ठाउँमा पनि नयाँ जीवन सिर्जना गर्नुहुन्छ। ईसाई समुदाय। हामीलाई समर्थन र प्रोत्साहन गर्ने मानिसहरू। परमेश्वर कहाँ कसैको पनि यात्रा एक्लो हुँदैन। दया। पीडामा परेकाहरूलाई भेट्नुहोस् र उनीहरूलाई मद्दत गर्नुहोस्। मौनता र ध्यान। परमेश्वरको आवाज सुन्नको लागि हरेक दिन केही मिनेट छुट्याउनुहोस्। धैर्यता। साहस र नम्रताका साथ सम्बन्ध पुनर्स्थापित गर्नुहोस्। आशा र आनन्द। परमेश्वरसँग हामी सधैँ नयाँ सुरुवात गर्न सक्छौं। सेवा। हाम्रो समय, प्रतिभा र स्रोतहरू प्रयोग गर्नुहोस् परमेश्वरको कामको लागि, विशेष गरी जसको जीवन चकनाचुर भएको छ। गत हप्ता हामीले नयाँ धार्मिक वर्ष सुरु गर्यौं। आध्यात्मिक रूपमा यो हाम्रो वास्तविक नयाँ वर्ष हो। नयाँ संकल्प गर्ने समय, बढी प्रार्थना गर्ने, बढी प्रेम गर्ने, फरक तरिकाले बाँच्ने। अब आगमनको यो प्रारम्भिक मौसम विशेष गरी जोन द ब्याप्टिस्ट जस्तै छ। कल्पना गर्नुहोस् कि उहाँ तपाईको हृदयको मरुभूमिमा पवित्र बुलडोजर लिएर उभिरहनु भएको छ। उहाँले तपाईको कमजोर ठाउँहरू हेर्नुहुन्छ र प्रेमका साथ भन्नुहुन्छ,
यसलाई सफा गरौँ। अहिले सुरु गरौँ, पछि होइन, अहिले। अगमवक्ता यशाया भन्छन्, ईसाईको जराबाट एउटा टुसा निस्कनेछ। जहाँ यो मृत देखिन्छ त्यहाँ नयाँ जीवन उठ्नेछ। परिवर्तन आउनेछ। नयाँ सुरुवात सुरु हुनेछ। यस आगमनमा हामी जन्मदिनको बच्चाको लागि मात्र होइन, तर महिमामा फेरि आउने राजाको लागि पनि तयारी गरौँ। परमेश्वरले हामी भित्रको कमजोरी र झुटलाई हटाउन दिनुहोस् र उहाँले हाम्रो जीवनलाई कुनै पनि हावाले हल्लाउन नसक्ने बलियो जगमा निर्माण गर्न मद्दत गरून्।